के तपाईँले राख्नुभएको गोलभेडाको बियान रोप्नलाई तयार भइसक्यो र ड्याङ कसरी बनाउने हो भनेर चिन्ता लिँदै हुनुहुन्छ? या भनौँ तपाईँको गोलभेडाको बोटको काटछाँट गर्ने बेला भइसक्यो, तर कसरी गर्ने हो भनेर सोच्दै हुनुहुन्छ भने आजको भिडियो चाहिँ तपाईँको लागि। नमस्कार, म प्रकाश सेङ्तान स्वागत गर्न चाहन्छु तपाईँहरूलाई मेरो यस युट्युब च्यानलमा। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियो राम्रो लागेमा भिडियोलाई पनि एक लाइक गरिदिनु होला। साथै भिडियो सम्बन्धी कुनै सल्लाह तथा सुझाव छ भने कमेन्ट पनि गरिदिनु होला। हो, आज चाहिँ म तपाईँहरूलाई यस भिडियो अन्तर्गत गोलभेडा रोप्नेदेखि काटछाँट गर्नेसम्मको सम्पूर्ण जानकारी दिनेछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। लागौँ आजको विषयवस्तुतर्फ। सबैभन्दा पहिला चाहिँ हामीले अब यो माटोलाई तयार गर्दाखेरि चाहिँ अब यो ड्याङ बनाउनुभन्दा अगाडि त हामीले त अब यसमा मल राख्नु पर्यो होइन। त्यसको लागि चाहिँ हामीले अब प्राङ्गारिक मलहरू गाई भैँसीको मलहरू, युरिया, डिएपी अनि त्यसपछि पोटास, फरसहरू राख्न सक्नुहुनेछ। जसले गर्दाखेरि सुरुमै राखेकोलाई मजाले राखेर मजाले ट्र्याक्टर लगाइदिनुहोस्। त्यस पछाडि 2 या 3 चोटि ट्र्याक्टर जोतिसके पछाडि मात्रै ड्याङ बनाउनु होला। ड्याङ बनाउनको लागि चाहिँ तपाईँले सबैभन्दा पहिला के चिजमा ध्यान दिनु पर्यो भन्दाखेरि जहिले पनि ड्याङ बनाउँदाखेरि यो ड्याङको, यसलाई ड्याङ भन्छौँ हामी, यो ड्याङको यहाँदेखिको यहाँसम्मको दूरी भनेको चाहिँ बढी भए 80 देखि 85 सेन्टिमिटरसम्मको राख्नु होला। त्योभन्दा बढी नराख्नु होला। जसले गर्दाखेरि धेरै बाक्लो गरेर जमिन मात्र खेर जान्छ। त्योभन्दा चाहिँ हाम्रो चाहिँ एभरेजमा राख्यो भने चाहिँ यो ड्याङको चौडाइ लम्बाइ त हामीले जति नै राख्न सक्ने भयो। अब यसको चौडाइ भनेको चाहिँ 80 देखि 85 सेन्टिमिटरसम्मको राख्नु होला। अनि त्यस पछाडि यो ड्याङदेखि यो ड्याङसम्मको दूरी जहाँ चाहिँ हामी हिडोल गर्छौँ, खनजोत गर्नको लागि, गोडमेल गर्नको लागि हिँड्छौँ, यो ठाउँ भनेको चाहिँ यो ठाउँ चाहिँ हामीले 50 सेन्टिमिटरसम्म राख्नुपर्छ। किन भन्दाखेरि अब यसमा अब बाल्टिन बोकेर हिँड्नुपर्छ पछि गएर गोलभेडा टिप्ने बेलामा, अनि सिँचाइ दिनको लागि सजिलो हुन्छ। अनि त्यति गरिसके पछाडि चाहिँ ध्यान दिएर सुन्नुहोस् है त। यो ड्याङ हामीले ड्याङको चौडाइ 80 देखि 50 सेन्टिमिटर राख्ने, अनि ड्याङदेखि ड्याङसम्मको दूरी 50 सेन्टिमिटर राख्ने। अनि त्यस पछाडि हामीले ड्याङ बनाउँदाखेरि चाहिँ यो ड्याङको उचाइ चाहिँ हामीले यो ड्याङको उचाइ र यो ड्याङको उचाइ यहाँदेखिको यो ड्याङसम्मको उचाइ चाहिँ 15 देखि 20 सेन्टिमिटर राख्नुपर्छ। किन राख्नुपर्छ भन्दाखेरि यो ठाउँ भनेको चाहिँ हामीले गोडमेल गर्नको लागि नि चाहिन्छ। यो ठाउँमा हामीले अब यसरी झारपातहरू केलाउन नि चाहियो, अनि यसको काटछाँट गर्नको लागि नि चाहियो, अनि त्यस पछाडि यसको फलहरू टिप्नको लागि, मलखादहरू दिनको लागि, अनि यसमा सिँचाइ दिनको लागि पनि चाहिन्छ। अनि यो यत्रो अग्लो गर्नुको कारण चाहिँ के हो भन्दाखेरि तपाईँको हामीले सिँचाइ गर्दाखेरि चाहिँ यिनीहरूको यो पातहरूको यो यिनीहरूमा पछि गएर अब यो ठुलो भएर लत्रिएर जान्छ, भुइँसम्म जान्छ होइन। अनि सिँचाइ गर्दाखेरि यसमा पानीलाई लागेर या भनौँ मलसलले लागेर यसमा डडुवाजन्य रोग लाग्न सक्छ। त्यही भएर चाहिँ यसलाई हामीले त्यतिको हाइटमा गर्नुपर्छ, जसले गर्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ। अनि अर्को कुरा भनेको चाहिँ तपाईँको अब गोलभेडाको बेर्ना कसरी रोप्ने है त। सबैभन्दा पहिला मेन कुरा त्यो आउँछ। अब हामीले यो ड्याङ बनाइसके पछाडि हामीले अब गोलभेडा रोप्नको लागि चाहिँ कसरी रोप्नु पर्यो भन्दाखेरि यो कुनादेखि यहाँसम्मको भनेको यो गोलभेडाको बोटसम्मको चाहिँ भित्रको दूरी चाहिँ हामीले 15 सेन्टिमिटर राख्नुपर्छ। अनि यताबाट पनि के गर्नु पर्यो त 15 सेन्टिमिटर भित्र रोप्नु पर्यो। गर्दाखेरि उतापट्टि 15 छोड्यो, यतापट्टि 15 छोड्यो। यो गोलभेडादेखि यो गोलभेडासम्मको दूरी र यो गोलभेडादेखि यो गोलभेडासम्मको दूरी चाहिँ हामीले 50 सेन्टिमिटर राख्नुपर्छ। जसले गर्दाखेरि मजाले हावा पास हुने र हामीले काम गर्नलाई पनि सजिलो हुने हुन्छ है त। त्यही भएर एकचोटि याद गर्नु होला, म फेरि भनिदिन्छु तपाईँहरूलाई। ड्याङको चौडाइ 80 देखि 50 सेन्टिमिटर राख्नुहोस्, ड्याङ र ड्याङ बिचको दूरी 50 सेन्टिमिटर राख्नुहोस्, र ड्याङको उचाइ चाहिँ 15 देखि 20 सेन्टिमिटर राख्नुहोस्। अनि त्यस पछाडि फेरि यो बोर्डदेखि यो बोर्डसम्मको दूरी 50 सेन्टिमिटर राख्नुहोस्। ड्याङमा रोप्नुभन्दा अगाडि चाहिँ तपाईँले भित्र 15 सेन्टिमिटर, उताबाट पनि भित्र 15 सेन्टिमिटर ठाउँ छोडेर मात्रै लगाउनु होला है त। तर तपाईँले अब यो खुल्ला ठाउँमा लगाउनुहुन्छ भने पनि या भनौँ टनेलभित्र लगाउनुहुन्छ भने पनि तरिका सेमै हो। यति गरिसके पछाडि तपाईँको अब पालो आउँछ यसमा छापो हाल्ने। छापो चाहिँ हामीले अब प्लास्टिकको हाल्न सक्छौँ, परालको हाल्न सक्छौँ र पात-पतिङ्गरहरूको पनि हाल्न सक्छौँ। तर अहिले चाहिँ खुल्ला ठाउँको लागि चाहिँ छापो हाल्नको लागि चाहिँ भनेर एकदमै राम्रो यो अब एकापट्टि कालो र एकापट्टि सिल्भर कलरको प्लास्टिक आउँछ, जसलाई चाहिँ हामीले अब मल्चिङ पनि भन्छौँ र त्यसलाई प्रयोग गर्न नि सकिन्छ। त्यो प्रयोग गर्दाखेरि चाहिँ के कुरामा ध्यान दिनु भने
त्यसको त्यो चाँदी कलर सिल्भर कलरको चाहिँ माथि पारिदिनु र कालो कलरकोलाई चाहिँ तल पारिदिनु। जसले गर्दा के हुन्छ भन्दाखेरि प्रकाशहरू आएको प्रकाशले माथि त्यो सिल्भर कलरले चाहिँ माथि फर्काएर पठाउँदाखेरि चाहिँ यो बोट बिरुवालाई धेरै मात्रामा प्रकाश मिल्छ। जसले गर्दाखेरि चाहिँ तपाईँको यी बिरुवाले खाना बनाउन धेरै सकिन्छ र उत्पादन पनि राम्रो हुन्छ, है त। अब लागौँ काटछाँटतिर। म तपाईँहरूलाई काटछाँट कसरी गर्छ भन्ने कुरा पनि विस्तृत सिकाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोला। मैले चाहिँ तपाईँहरूलाई अब यो काँटछाँट यो गोलभेडाको काँटछाँट देखाउनको लागि यो बोर्ड चाहिँ छुट्याएर राखेको छु। यसमा चाहिँ अब मैले कुनै पनि अहिलेसम्म काँटछाँट गरेको पनि छैन। देख्न सक्नुहुन्छ तपाईँहरूले यसमा चाहिँ। अब यति पो हो भने होइन, हामी किसान हो, हामीले अब लोभ लाग्न सक्छ। यो राख्यो भने न त धेरै आउँछ कि, यिनीहरू सबै राख्यो भने न धेरै आउँछ कि भन्ने सोचमा लाग्छ हामीलाई। तर त्यो चाहिँ एकदमै सरासर गलत हो। यिनीहरू चाहिँ हामीले राख्नु हुँदैन। अब कुन चाहिँ राख्नुपर्छ र कुन चाहिँ राख्नु हुँदैन भन्ने कुरा चाहिँ म तपाईँहरूलाई छर्लङ्ग बुझाइदिनेछु अब। तपाईँले यहाँ देख्न सक्नुहुनेछ यिनीहरू सबै भनेको चुस्ने हाँगाहरू भयो। यिनीहरू सबै भनेको चुस्ने हाँगा हो। जब चाहिँ यो गोलभेडाको बोटमा अब यसरी यो वाइ आकारमा यस्तो देख्न सक्नुहुन्छ तपाईँले। यो वाइ आकारमा मेन हाँगासँग आधी बनाएर आएको छ भने यो हाँगा र यो हाँगालाई राख्नुपर्छ हामीले। योभन्दा मुनिको बाँकी सबै हाँगालाई फालिदिनुपर्छ। त्यो फाल्दाखेरि चाहिँ तपाईँले कैँचीको प्रयोग गर्न सकिन्छ। तपाईँहरूले यसरी यो हाँगा यो पातहरू सबै काटेर फालिदिनुपर्छ। जसले गर्दाखेरि अब यो बोर्डको उत्पादन गरेको यो बोर्डले उत्पादन गरेको खानेकुराहरू चाहिँ सबै केले खाने भयो त अब यिनीहरू भनेको चाहिँ यसको वेस्टहरू भयो अब चाहिँ होइन। हामीले अब यिनीहरू चाहिँ राखेर काम छैन। यिनीहरूलाई हामीले फालिदियो भने चाहिँ यिनीहरूले खानुपर्ने खाना चाहिँ अब सिधै यो फलले खान्छ र यसको वृद्धि विकासमा लाग्छ। अनि योभन्दा पछाडि पनि फेरि धेरै हाँगाहरू आउँछ। अब त्यसमा पनि कुन चाहिँ हाँगा राख्ने त अब होइन। अनि तपाईँलाई यदि अब यो र यसको 2टा हाँगा मात्रै लाने चाहना हुनुहुन्छ भने चाहिँ आएको जति हाँगा सबै काट्दै जानुहोला। यसको यो मेन हाँगा राखेँ त्यसको साइड हाँगाहरू सबै काट्दै जानुहोला, फाल्दै जानुहोला। होइन म 4वटासम्म लान्छु भन्यो भने चाहिँ अब जसरी यसमा यो वाइ बनेर आयो नि, यसमा पनि थोरै 1-2 स्टेप माथि पुगिसके पछाडि यसमा पनि वाइ सेपको आउँछ। त्यो वाइ सेपको राख्नुहोस् र बाँकी सबै फालिदिनुहोस्। अनि यसमा पनि सेम अलि माथि गइसके पछाडि तपाईँको के हुन्छ भन्दाखेरि वाइ सेपको आउँछ। त्यो वाइ सेपलाई राख्नु होला र बाँकी सबैलाई फालिदिनु होला। होइन म 2टा मात्र लान्छु भने चाहिँ तपाईँले यो र यसलाई मात्रै सुरक्षित तरिकाले राख्न सक्नुहुनेछ। अनि यिनीहरू सबै भनेको फालिसके पछाडि चाहिँ वेस्ट हुन्छ। यिनीहरूलाई यत्तिकै फाल्नु नि हुँदैन। हामीले एक ठाउँमा लगेर सुरक्षित ठाउँमा राखेर फालिदिनुपर्छ। अब हामीले यिनीहरूलाई जहाँ काट्यो त्यही फालिदियो भने चाहिँ यसकोबाट सङ्क्रमण हुनसक्छ। यिनीहरू ढुसीमा परिणत भइकन सङ्क्रमण हुनसक्छ। त्यही भएर यसलाई सुरक्षित ठाउँमा छुट्टै ठाउँमा लगेर फालिदिनुपर्छ।